100 वर्ष अघि राणाहरूको दरबारबाट सुरु भएको त्यो खेल आज करोडौं नेपालीहरूको गर्व बनेको छ। यो केवल रन विकेटको कहानी होइन, यो देशको सङ्घर्ष, सपना र पहिचानको इतिहास हो। यो हो नेपाली क्रिकेटको असली कथा। नेपालमा क्रिकेट लगभग 1920 तिर आएको हो, तर त्यति बेला सामान्य जनताले यो खेल खेल्न पाउँदैनथे। यो खेल ठुलाबडा राणाहरूले मात्र खेल्न पाउँथे। तर पछि क्रिकेटको लोकप्रिय हुँदै गयो र 1946 मा क्रिकेट एसोसिएसन अफ नेपालको स्थापना भयो। त्यसपछि यो खेल अझै बढी विकसित हुँदै गयो र तर गाउँतिर त अझै पनि क्रिकेट खेल्नु भनेको विदेशीहरूको नक्कल गर्नु हो भनेर पनि भन्थे। जब 1951 मा राणा शासन ढल्यो, त्यसपछि बल्ल क्रिकेट काठमाडौँभन्दा बाहिर जान थाल्यो र बिस्तारै बाहिर पनि लोकप्रिय हुन थाल्यो। त्यसपछि 1961 मा क्यानलाई राष्ट्रिय खेलकुद परिषद अन्तर्गत ल्याइयो र यो खेलले सरकारी मान्यता पायो। 1988 मा नेपाल आईसीसी को एफिलिएटेड मेम्बर बन्यो। त्यसको 8 वर्षपछि 1996 मा आईसीसी को एसोसिएटेड मेम्बर बन्यो। यो नै अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटको पहिलो आधिकारिक यात्रा थियो। सेप्टेम्बर 1996 मा नेपाल क्रिकेटको इतिहासमा एक विशेष दिन थियो। मलेसियाको क्वालालम्पुरमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट म्याच बङ्गलादेश विरुद्ध खेलेको थियो। बङ्गलादेश त्यस समयसम्म एसोसिएटेड टिम भए पनि नेपालभन्दा क्रिकेटमा धेरै नै अगाडि थियो। नेपालका पूर्व कप्तान पवन अग्रवालका अनुसार 23 दिन नेपालले 6 वटा क्याच छोडेको थियो। त्यस खेलमा बङ्गलादेश 50 ओभरमा मात्र 213 रन मात्र बनाएको थियो। यस खेलमा नेपालले म्याच हार्यो, तर यसले के जनाउँथ्यो भने नेपालको बलिङ सुरुदेखि नै राम्रो थियो भन्ने जनाउँथ्यो। सन् 2000 मा अन्डर 19 विश्वकपमा नेपालले पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदै 8औं स्थान हासिल गर्यो, जुन आजसम्मको पनि उत्कृष्ट प्रदर्शन थियो। यो विश्वकपमा नेपालले टेस्ट राष्ट्र पाकिस्तानलाई 30 रनले हराएर विश्वलाई चकित पार्यो। सन् 2006 मा जिम्बाब्वेसँग हारेपछि नेपाल अन्डर 19 वर्ल्ड कप क्वार्टर फाइनलमा पुग्न असफल रह्यो। त्यसपछि नेपालले प्लेट च्याम्पियनशिप खेल्यो। सेमी फाइनलमा एकदम बलियो मानिएको साउथ अफ्रिकालाई नेपालले 2 रनले जितेर प्लेट च्याम्पियनशिपको फाइनलमा पुग्यो। फाइनलमा न्युजिल्यान्डसँग नेपालको भेट पक्का भयो। त्यति बेला न्युजिल्यान्ड सबैको फेभरेट टोली थियो, तर नेपालले न्युजिल्यान्डलाई रोमाञ्चक खेलमा 1 विकेटले हराउँदै प्लेट च्याम्पियनशिपको उपाधि जित्यो। टेस्ट खेल्ने राष्ट्रहरूलाई लगातार हराएर युवा टोलीले नेपालको भविष्य क्रिकेट कस्तो हुन्छ भनेर संकेत गरिरहेका थिए। 2008 मा अफगानिस्तान र नेपाल दुईवटै डिभिजन 5 मा थिए। जर्सीमा भएको टुर्नामेन्टमा नेपालको भेट अफगानिस्तानसँग सेमी फाइनलमा भएको थियो। अफगानिस्तानले फर्स्ट ब्याटिङ गरेर 142 रनको सामान्य टार्गेट दिएको थियो नेपाललाई, तर नेपाल सजिलै चेस रन गर्न सक्ने टार्गेट पनि पुरै ब्याटिङ फ्लप भएर नेपाल 105 रनमा अल आउट भयो र 37 रनले हार्यो। आईसीसी को नियम अनुसार फाइनल खेल्ने टिम मात्र प्रमोसन भएर अर्को डिभिजनमा जान पाउँथ्यो, तर नेपाल अफगानिस्तानसँग सेमी फाइनलमा हारेको भएर नेपाल डिभिजन 5 मै रोक्यो। अफगानिस्तान भने डिभिजन 4 मा पुग्यो। अफगानिस्तान डिभिजन 4 मा मात्र हैन, 1 वर्षभित्रै अफगानिस्तान डिभिजन 1 मा पुग्यो। 2009 मा ओडीआई स्टेटस पायो भने 2017 मा अफगानिस्तानले टेस्ट स्टेटस पनि पायो। नेपालमै भएको अर्को डिभिजन 5 प्रतियोगितामा नेपाल विजेता भन्दै डिभिजन 4 मा पुग्यो। यद्यपि सन् 2010 मा भएको डिभिजन 4 मा नेपाल तेस्रो स्थान हासिल गर्दै डिभिजन 3 मा प्रमोट हुने अवसर गुमायो। तर यो सानो झड्काले टोलीलाई थप बढी बलियो बनाएर 2012 मा नेपालले मलेसियामा भएको डिभिजन 4 मा उत्कृष्ट पुनरागमन गर्दै विजेता बन्यो र डिभिजन 3 मा प्रमोट भयो। सन् 2014 मा फेरि मलेसियामै भएको डिभिजन 3 प्रतियोगितामा नेपालले शानदार प्रदर्शन जारी राख्दै विजेता बन्यो र डिभिजन 2 मा उक्लियो। यसरी केवल 5 वर्षको अवधिमा नेपाली टोलीले डिभिजन 5 बाट डिभिजन 2 सम्मको यात्रा तय गरेको थियो। नेपालले सन् 2014 मा टी20 विश्वकपमा छनौट हुनु पनि नेपाली क्रिकेटको इतिहासको सबैभन्दा ठूलो फड्को थियो। वर्ल्ड कप क्वालिफायरमा नेपालको समूहमा डेनमार्क, पीएनजी, स्कटल्यान्ड, बर्मुडा, नेदरल्यान्ड, केन्या र यूएई थिए। यो टिम मध्ये नेपालले नेदरल्यान्ड बाहेक सबैलाई पराजित गरेको थियो। नेपाल दोस्रो हुँदै क्वार्टर फाइनल प्रवेश गरेको थियो। नेपालले विश्वकप यात्राको सबैभन्दा निर्णायक मोड क्वार्टर फाइनलमा हङकङसँग भिडेको थियो। यो खेलमा नेपालका लागि गर या मरको स्थितिमा थियो। नेपाल र हङकङ बीचको महत्त्वपूर्ण खेल 27 नोभेम्बर 2013 मा भएको थियो। यो खेल जित्ने टोलीले 2014 को विश्वकपमा सिधै क्वालिफाई हुन्थ्यो भने यो खेल दुवैका लागि एकदमै धेरै निर्णायक प्रतिस्पर्धा थियो। हङकङले पहिला ब्याटिङ गर्दै निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 143 रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो र 144 रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउँदै ब्याटिङ गर्न आएको नेपालले अन्तिम ओभरमा जितका लागि 13 रनको आवश्यकता थियो। क्रिजमा थिए शरद बेसवाक। उनले आफ्नो खेल कौशल देखाउँदै छक्का र चौका हानेर नेपाललाई पहिलो पटक टी20 विश्वकपमा क्वालिफाई गराएका थिए। नेपालले 2014 मा पहिलो पटक टी20 विश्वकप खेल्यो। बङ्गलादेशमा भएको उक्त विश्वकपमा हङकङ, अफगानिस्तान दुवैलाई हराएको थियो। विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि आईसीसीले नेपाललाई टी20 मान्यता दिएको थियो। Going towards long on.
takes. Stanek Saiga, high fives all round for Nepal. Shake of the त्यसपछि भने नेपाल बिस्तारै फेरि तल झर्न थाल्यो 2016 को वर्ल्ड कपमा क्वालिफाई हुन सकेन र आफ्नो टी20 स्ट्याटस पनि नेपालले गुमाएको थियो 2015 मा डिभिजन 2 मा चौथो स्थानमा रहे पनि नेपालले 2015 देखि 17 सम्म WCL च्याम्पियनशिप यो चाहिँ डिभिजन 1 बराबरकै हो यसमा क्वालिफाई गर्यो र एक ठूलो उपलब्धि हासिल गरेको थियो सन् 2016 मा आईसीसी ले क्यानलाई निलम्बन गर्यो किनभने क्यानमा धेरै नै भ्रष्टाचार र आन्तरिक झगडा थियो त्यसपछि राष्ट्रिय खेलकुद परिषदले क्यानमा हस्तक्षेप गर्यो र यो हस्तक्षेप आईसीसी को विधान आर्टिकल 2.9 को एग्नेस्टमा थियो तर पनि नेपाली खेलाडीहरूले आफ्नो क्रिकेट खेल्न छोडेनन् देशको नाम राख्दै गए र आईसीसी ले क्यानलाई सस्पेन्ड गरेकै समयमा नेपालले पहिलो आफ्नो ओडीआई स्ट्याटस पाएको थियो र सन् 2018 मा सन्दीप लामिछानेले आईपीएल दिल्ली डेयरडेभिल्सबाट खेलेका थिए जसले गर्दा नेपाली क्रिकेटलाई विश्वसामु अझै बढी लोकप्रिय बनाउँदै लगेको थियो नेपाली क्रिकेटको इतिहासमा सन् 2018 को ओडीआई स्ट्याटस प्राप्तिको खेल वास्तवमै अचम्मको थियो नामिबियामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन 2 बाट सुरु भयो जहाँ 6 टिम मध्ये केवल 2 टिम मात्रै वर्ल्ड कप क्वालिफायरको लागि गोल्डन टिकट पाउने थिए यस प्रतियोगितामा नेपालका म्याचहरू अत्यन्तै रोमाञ्चक र निर्णायक थिए नामिबिया विरुद्ध 1 विकेटको साँघुरो जित हासिल गरेपछि नेपालको भेट क्यानाडासँग भयो क्यानाडा विरुद्ध चमत्कारिक जितका लागि 195 रन चाहिएको अवस्थामा नेपालले 144 रनमा 9 विकेट गुमाएको थियो नेपाललाई जितका लागि अब 47 बलमा 51 रन चाहिएको थियो र क्रिजमा थिए सन्दीप लामिछाने र करण केसी दुई खेलाडीले अविश्वसनीय साझेदारी बनाएपछि अन्तिम ओभरमा 8 रन पुग्यो बलर सुशील पडवेजले पहिलो 4 बल डट फ्याँकेपछि 2 बलमा 8 रन चाहिएको अवस्थामा करण केसीले एक्स्ट्रा कभर माथिबाट छक्का प्रहार गरे बलरले एक वाइड बल दिए अब अन्तिम बलमा मात्र 1 रन चाहिएको अवस्थामा करण केसीले सजिलो सिंगल लिँदै नेपाललाई 1 विकेटको जित दिलाए यो ऐतिहासिक जितसँगै नेपाल र यूएई वर्ल्ड कप क्वालिफायरका लागि क्वालिफाई गरे जिम्बाब्वेमा भएको वर्ल्ड कप क्वालिफायरको ग्रुप बी मा नेपाल जिम्बाब्वे अफगानिस्तान स्कटल्यान्ड र हङकङ जस्ता कठिन प्रतिद्वन्दीहरूको म्याच थियो वर्ल्ड कप क्वालिफिकेसन टाढा भए पनि ओडीआई स्ट्याटसको मौका बाँकी नै थियो त्यसका लागि नेपालले 7औं स्थानको प्लेअफ सेमिफाइनल जित्नुपर्ने थियो मार्च 15 2018 मा भएको निर्णायक म्याचमा पपुवा न्युगिनी पीएनजी विरुद्ध नेपालको बलिङ उत्कृष्ट रह्यो जहाँ दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले 4 विकेट लिँदै पीएनजीलाई 114 को सामान्य रनमा अल आउट गरे लक्ष्य पछ्याउँदै दिपेन्द्र सिंह ऐरीले अभिजित 50 रन बनाएर नेपाललाई 6 विकेटको जित दिलाएका थिए नेपालको आफ्नो जितले मात्र पुग्दैन थियो नेदरल्यान्ड र हङकङ बीचको खेलमा पनि भर पर्नुपर्ने थियो जब नेदरल्यान्डले हङकङलाई 44 रनले हरायो नेपालले पहिलो पटक एक दिवसीय ओडीआई राष्ट्रको स्ट्याटस मान्यता प्राप्त गर्यो सन् 2018 मा एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआई स्ट्याटस प्राप्त गरेपछि नेपाली क्रिकेटको यात्रा व्यवस्थापकीय र खेल प्रदर्शन दुवैमा राम्रो लक्षण देखिन थाल्यो सबैभन्दा पहिले सन् 2019 अक्टोबरमा आईसीसी ले नेपाल क्रिकेट संघ क्यानमाथि लगाएको निलम्बन फुकुवा गर्यो जसले गर्दा क्रिकेटको व्यवस्थापनमा रहेको विवाद अन्त्य भयो खेल मैदानमा नेपालले आईसीसी विश्वकप लिग 2 मा लामो समय संघर्ष गरे तापनि रोहित पौडेलको नेतृत्वमा सन् 2023 को घरेलु श्रृंखलामा चमत्कारिक पुनरागमन गर्दै लिग 2 मा चौथो स्थान हासिल गर्यो र ओडीआई स्ट्याटस रिटेन गर्न सफल भयो सन् 2023 मा एसीसी प्रिमियर कप जितेर 2023 एसिया कपमा पहिलो पटक भारत र पाकिस्तान जस्ता टेस्ट खेल्ने राष्ट्रसँग खेल्ने ऐतिहासिक अवसर प्राप्त गर्यो edge and taken first wicket. Oh, chance! In place. Who does it? Pulled away. Wow, what a shot! What a shot! यी सफलताहरूकै कारण नेपालले 2014 पछिको पहिलो टी20 विश्वकप 2024 मा सहभागिता जनाउने अवसर प्रदान गर्यो